हेलिकप्टरले चाहिँ फसेको बच्चालाई उद्धार गर्दैछ यहाँ ढुङ्गेमा। पुरै त्रिशुली लाइभ यो चाहिँ है गाइस यस्तो लाइभ छ। नमस्कार, सेवा र युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्ण दर्शक श्रोताबिनहरूलाई स्वागत गर्न चाहन्छु। आज चाहिँ म विशेष गरेर नेपालमा चाहिँ रसुवागढीको भीषण बाढी आएको छ। यो नेपालकै इतिहासकै पहिलो पटक होला सायद, मलाई जहाँसम्म लाग्छ। र यसको क्षति चाहिँ धेरै भइसकेको छ। तिब्बतको हिमनदी विस्फोटबाट आएको ठुलो बाढीको कारण चाहिँ रसुवागढी, टिमुरे र रसुवागढी नाकामा ठुलो क्षति पुगेको छ। र भोटेकोसीको नदीबाट आएको बाढीले नेपाल र चीन जोड्ने मुख्य मितेरी पुल पूर्ण रूपमा बगाएको छ। उद्धार कार्य चाहिँ वर्तमान अवस्थामा जारी छ। त्यस्तो खतरनाक बाढी आउने गरेको पानी नपरेर पनि हिमपातको कारण चाहिँ हुन सक्छ भन्ने चाहिँ अनुसन्धान गरिएको छ। बेपत्ता र हाताहात भनेको नेपाली 9 जना नेपाली नागरिक र 6 जना चिनिया र 3 जना प्रहरी अधिकृत, कम्तीमा 18 जना बेपत्ता भएका छन् अहिले समयको वर्तमान अवस्थामा। र अहिले वर्तमान स्थितिलाई हेर्ने हो भने चाहिँ एकदम त्रिशुलीमा पनि बाढी आइरहेको छ र रसुवागढीबाटै आएको कारणले गर्दाखेरि चाहिँ त्रिशुलीको नदी पनि धेरै बढेको छ। यहाँ देख्न सक्नुहुन्छ विभिन्न व्यक्तिहरूको चाहिँ आवाजमा विभिन्न फुटेजहरू मैले तपाईँहरूलाई देखाउन गइरहेको छु र देखाइरहेको छु। यो स्थितिलाई घरहरू जम्मै गयो, यो पुरै आमामा ड्याम यार। नेपाल प्रहरी र सशस्त्र परिबल टोली सेनाले रसुवागढी जलविद्युत आयोजनाको बाँध स्थलबाट 55 जना सफलतापूर्वक उद्धार गरेका छन् भने अलपत्र परेका पर्यटकहरू पुल भत्किएका कारण रसुवागढी नाका बन्द हुँदा थुप्रै नेपालीहरूको पर्यटन तर्फ केरुङमा अलपत्र परेका छन्। र यस्तै भौतिक पूर्वाधार पनि धेरै नेपाललाई क्षति भएको छ। कन्टेनरहरू बगेका छन्, 100 भन्दा बढी ठुलो बाढी आएको छ। खाल्टे नेपाल र चीन त्रिशुली बेत्रावती सबै बगाउने अवस्था छ साथीहरु। यो टाढो सबै भाग्नु होला कृपया। ठुलो बाढी आएर यो ड्याम 3A को ड्याम चाहिँ पड्केर आयोजनामा क्षति पुगेको छ। यो बाढी ठुलो बाढी आएको छ अहिले, उत्पादन बन्द भीषण बाढी। त्रिशुली खोलाको सबैभन्दा भीषण बाढी कारणले गर्दाखेरि चाहिँ काठमाडौँ उपत्यका बाहिर निस्किने साधनहरू पनि पूर्ण रूपले ठप्प भएको छ। र चितवन, मुगलिङ सडक खण्डहरूमा पनि धेरै जोखिम भइरहेको छ। भोटेकोसी नदी र त्रिशुली नदीहरूको चाहिँ एकदम भयङ्कर यो दृश्यहरू पनि देखिराख्नु भएको छ, यो फुटेजहरू पनि। र यस्तो परिस्थिति, भीषण परिस्थिति छ अहिले चाहिँ भनेको नेपालमा चाहिँ अलिकति बाढी इतिहासकै यो अनौठो घटना होला सायद, जहाँसम्म लाग्छ। नेपाललाई चाहिँ एकदम धेरै 25 अर्ब भन्दा पनि बढी चाहिँ क्षति भएको देखिन्छ। किनभने 200 मेगावाटको विद्युत उत्पादन गर्नुको लागि कति खर्च आउँछ र नेपाल र चाहिँ चीन जोडिने पुल मात्र 13 अर्बको भनेर भनिरहेको थियो र अब 25 अर्बको चाहिँ पुनर्निर्माण गर्ने, अझै त्यसलाई चाहिँ बढाउने योजना आगामी सरकारको थियो। र तिनीहरूमा चाहिँ पूर्ण रूपले क्षति भएको अवस्था छ। नेपालमा चाहिँ त्रिशुली नदीको क्षेत्रको बजारहरू पनि सबै तनावग्रस्त पूर्ण भएको स्थिति छ। र यस्तो स्थितिमा चाहिँ हामीले सतर्कता अपनाउनु पर्ने हुन्छ। र त्यहाँ सम्भावित जोखिमका क्षेत्रहरूका बासिन्दाहरू चाहिँ एकदम त्रसित हुनुहुन्छ। उहाँलाई चाहिँ सुरक्षित स्थानमा चाहिँ नेपाल सरकारले लाने प्रयास गरिरहेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरूले चाहिँ एकदम प्रयास जारी राख्नु भएको छ। र रसुवागढीमा चाहिँ 16 जना रहेको एफएफको जुन त्यो क्याम्पमा चाहिँ
9 जना चाहिँ बेपत्ता भएको भन्ने पनि खबर आएको छ र सबै कुरो चाहिँ विस्तृत के कारणले आएको भन्ने चाहिँ अहिलेसम्म खुल्न सकेको छैन र यस्तो भयावह सिर्जना भइरहेको छ। हेर्दा हेर्दै खोलाले पुल बगाइरहेको छ भने नेपालमा चाहिँ बाढीको चाहिँ उच्च जोखिम भएको छ। यो इतिहासमै पहिलो घटना होला सायद। हेलिकप्टरले चाहिँ फसेको बच्चालाई उद्धार गर्दैछ यहाँ ढुङ्गेमा। फसेका यस्ता व्यक्तिहरूलाई चाहिँ नेपाल सरकारले प्राथमिकताका साथ उद्धार गरिरहेको छ हेलिकप्टर मार्फतबाट। धन्यवाद छ नेपाल सरकारलाई। नेपाल सरकारले चाहिँ धेरै चासो देखाएर चाहिँ यस्तो विपत्तिमा चाहिँ आफ्नो सम्पूर्ण शक्ति सदुपयोग गरेर चाहिँ सकेसम्म यसरी फसेका बालबालिकाहरू मानिसहरूलाई चाहिँ उद्धार गरिरहेको छ। यो चाहिँ एकदम विरलै देखिने हो। यो दृश्य देख्न सक्नुहुनेछ। बिना सुरक्षा चाहिँ यसरी चाहिँ हेलिकप्टरमा झुन्डेर भए पनि आफ्नो ज्यान बचाउनु कोसिस गरेको छ। नेपाल आर्मीको उद्धार टोलीले चाहिँ विशेष ठुलो भूमिका खेलेको छ। जुन रसुवागढीमा चाहिँ बाढीका कारणले धेरैजनाको ज्यान हातपात भइसकेको छ। करिब 2000 भन्दा बढी चाहिँ बेपत्ता भएको, सम्पर्कविहीन भएको भन्ने समाचार आएको छ।